अरे यता चाहिँ बोले दाइ मैले भेट्न नि मैले तपाईँलाई भेटा हजुर हजुर अस्ति मैले गाडीमा पुऱ्याइदिएको थिएँ नि सुन्दारबाट बिर्सिनु भयो अरे सम्झिनु भयो अब सम्झे तपाईँलाई भेट्न आएको नि किन नभन्नुहोस् न यार त्यो भाइले भेट्न आएको नि तपाईँलाई अनि बोले दाइ आराम हुनुहुन्छ नि एकदम आराम गर्नु तपाईँको नाम चाहिँ म बिर्सिन्न क्या मेरो बलबहादुर रोका हो बोका रोका रोका बोका जस्तै हो यसो बुझ्दाखेरि बोकै हो यसमा अप्ठ्यारो भइसक्यो के अरे बजाउन फोटो खिच्दै हुनु चौकी डरमा भन्छ यसम फेरि यसम फेरि यो फेरि अप्ठ्यारो भइसक्यो राम्रो भयो हुन्छ क्या तपाईँ हजुर आउनुभयो धन्यवाद मेरो घर त रोल्पा मेरो आँखा बिग्रिएको 9 वर्ष भयो पहिलेदेखि होइन कहिलेदेखि होइन दिदी हजुर हजुर यो आँखामा जौको झुस बिज्यो गाउँमा त्यस्तो हुने धेरै रहेछ यो बिजानीले एउटा गाउँमा बिग्रियो एउटा हिट गङ्गामा अपरेसन गर्दा गर्दा बिग्रियो त्यहाँदेखि मेरो आमा बाबा पनि हुनुहुन्न त्यहाँदेखि हिट गणेशस्थानमा बाँसुरी बजाइन जीविका चलाथे यो कोठाको 2400 भाडा तिर्छु अनि त्यहाँदेखि गणेशस्थान हातमा काम छ त्यो तपाईँ चाहिँ एकदम पुरुषार्थ मान्नुहोस् क्या अझै त छैन कमाइ यो के भन्नु इजाजत त यो के भन्छ अझै त छैन 100 150 पनि हुन्न स्वयम्भू जान्छु हजुर स्वयम्भू मान्छे छैन लामाहरू छैन टिप्तिनुर भएछ अलिअलि पैसा हुन्थ्यो हजुर सबै अब दसैँ आउँला छ खेतीपाती गरेर गाउँ गाउँ फर्किसक्यो 1-150 पनि हुन्न पहिले त कोठा भाडा तिरिने खाना पुग्थ्यो तरकारी किन्नु पर्छ यताउति भर पनि हजुर यसको मात्र 2400 तिर्नु पर्छ अपरेसन गरेछ त्यो डाक्टरले अथवा त्यो हस्पिटलले के नसै फ्युज भइदियो डाक्टर रोहित भन्नेले अपरेसन गरेको हो नसै फ्युज भइदियो यो आँखा चाहिँ अमेरिका गइ पनि बन्दैन भन्थ्यो नसै ड्यामेज कस्तो नराम्रो दिन मेरो फेरि आमा बित्याको जेठको 22 गते 1 वर्ष भयो बुवा बित्याको भदौमा 2 वर्ष हुन्छ बुवा आमा कोही छैन त्यहाँदेखि घरमा रोल्पा जस्तो ठाउँमा गरेर गाह्रो छ नि त यहाँ त अब जस्तो भयो भने बाँच्न त गाह्रो छ यहाँ सबै चिज महँगो छ तैपनि अब तपाईँले हातमा सिक्छ होइन मान्छेहरूलाई आनन्द अझ तपाईँ सिक्नु भयो भने त अझै तपाईँलाई यो गीतहरू सुन्नुभयो तपाईँको यस्तो सिक त तपाईँहरू जस्तोलाई एकदम राम्रो हो अस्ति एकताले त्यहाँ जलखेलमा
Rele chonki tarama banja essen fili. यस्तै बजाइदिने भने सुन्छन् क्या लामाहरूले राम्रो छ राम्रो हजुर हजुर वर्ष हुन्छ ए पहिले एउटी बिहा गरेका थिए दिदी एउटी बिहा गरे रक्सी मात्र खाने म त झन् रक्सी नखाने मान्छे रक्सी मात्र खाइदिने तेल छोडिदिएर यिनले ल्याएको हो क्या ए ठिकै छ रक्सी खाँदा के काम हो त्यसै त आफू दुखी त्यो माथि रक्सी खाँदा झन् कमा पैसा पनि रक्सी खाइसक्देल्ने काम केही नगर्ने भात तरकारी पनि नपकाइदिने क्या यिनले भात तरकारी पकाइदिने कपडा धोइदिने यसैले गर्ने उसले त त्यस्तो पनि नगरिदिने त्यहाँ उलट चाहिँ पठाइदिएर यसलाई ल्याएको उसको त एउटा बच्चा पनि थियो बच्चासित ल्याएको मैले उसको बुढो पहिले मर्या रहेछ मरेको बच्चासित ल्याएको थियो बच्चा राम्रो थियो बच्चाले यदि पढाइदिनु पर्ला भने त अब के गर्ने आमा बच्चा पनि छोरी थियो कति राम्रो मलाई अझैसम्म कहीँ भेटाएपछि बाबा भन्थ्यो अन्त कहाँ बेचिन्छ छोरी बोल दिइन्छ अहिले मलाई गणेश स्थानमा भेटायो भने बाबा भन्ने समाजमा आउने मलाई आनन्दै छ जे होस् मलाई अरू भन्दा नि मलाई कोठा भाडा तिर्न र एक गाँस खाना पुग्ने नि त्यति आनन्दै मलाई कमाउँला र जग्गा किनौँला धनी होम्ला भन्ने जस्तो लाग्दैन राम्ररी बुढाबुढीले जिन्दगी कटाएपछि त्यति नै खुसी छ मलाई धेरै धन कमाएर धेरै धनी हुने त्यस ठुलो हुने मलाई इच्छा छैन जे होस् भगवानले जे दिन्छ जे गर्छ त्यो थाप्ने हो नि त त्यो अब तपाईँ बन्छु भनेर पनि गाह्रै हुन्छ नबन्नु भनेर पनि त्यो हुँदैन त्यो अब आफूले राम्रै सोचेर गर्नु जानु एक दिन त्यस्तो दिन पनि आउँछ के थाहा होइन जे होस् राम्रै होस् राम्रै भइरहेछ होइन